महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलाई भारत, थाइल्याण्ड, अस्ट्रेलिया र कोरियाबाट ल्याइएको 2 करोड़ रुपैयाँको फूलले सजाइने भएको छ। सजावटका लागि करिब 200 भन्दा बढी भारतीय कामदारहरूले काम गरिरहेका छन्। हेरौं यो पूरा समाचार। महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलाई 2 करोड़ रुपैयाँको फूलले सजाइने भएको छ। भारतको ग्लेज ट्रेडिङ इण्डिया प्रालीका निर्देशक सञ्जीव छिब्बर र चेतन हण्डाका निर्देशक के शर्माले पशुपति मन्दिर सजाउन लागेका हुन्। त्यसका लागि करिब 100 भन्दा धेरै थरीका फूलहरू ल्याइएको छ। भारतका अधिकांश क्षेत्रहरूका साथै थाइल्याण्ड, अस्ट्रेलिया र कोरियाबाट समेत फूल ल्याइएको छ। हाम्रो चाहिँ एउटा इन्डिया भइहाल्यो, अनि होल इन्डिया बेंगलोर भयो, गुजरात, बंगाल भयो, त्यस्तै अरू चाहिँ थाइल्याण्डबाट छन्, त्यसपछि मलेसियाबाट पनि छन् अनि अस्ट्रेलियाबाट पनि छन्। यी फूलको आयु हप्ता दिनसम्म रहनेछ। अहिले पशुपतिनाथ सजाउन करिब 200 भन्दा बढी भारतीय कामदारहरूले काम गरिरहेका छन्। सजावटको काम बिहीबार साँझसम्म सम्पन्न हुने उनीहरूले बताए। यसैबीच यस वर्षको शिवरात्रिलाई नेपाल भ्रमण वर्षसँग जोडेर मनाइने भएको छ। शिवरात्रिका लागि विशेष तयारी भइरहेको पशुपति विकास कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवड़ाले बताए। हामी कहाँ आइपुग्ने भनेको विशेष गरी स्पिरिचुअल टुरिस्टहरू हो, आध्यात्मिक पर्यटकहरू हो, दर्शनका निमित्त आउने र वरिपरिको दृश्यावलोकनका निमित्त, विशेष गरी घाट क्षेत्रको दृश्यावलोकनका निमित्त अनि साधु सन्तहरूलाई भेट्न देख्नको निमित्त आउने भनेको तेस्रो मुलुकका पर्यटकहरू, जो हामीले हिन्दू धर्मभन्दा इतर धर्मावलम्बी पर्यटकहरू मान्ने गर्दछौँ। त्यसभित्र हामीले बौद्ध धर्मावलम्बी पर्यटकहरू त मन्दिरभित्र पनि आउनुहुन्छ, घुम्नु पनि हुन्छ, वरिपरिका ठाउँहरू जानुहुन्छ, उहाँलाई निषेध पनि छैन। र परम्परागत तरिकाले जुन निषेध गरिएका भन्दा बाहेकका पर्यटकहरू पनि जसरी आउनुहुन्छ उहाँहरूलाई हामीले भव्य रूपमा स्वागत गरेका छौँ। उहाँहरूको आउने व्यवस्थापन सोही अनुसार गर्ने गरिएको छ। निश्चित शुल्कमा उहाँहरूले धेरैभन्दा धेरै मनोरञ्जन, धेरैभन्दा धेरै जानकारी र धेरैभन्दा धेरै आनन्ददायक अवस्थितिहरू उहाँहरू देख्न पाउनुहुन्छ। त्यसको कारणले गर्दाखेरि भिजिट नेपाल 2020 लाई पनि सपोर्ट पुगेको छ। भक्तजनको सुविधालाई मध्यनजर गर्दै महाशिवरात्रिका दिन 4वटै ढोका खुला हुनेछ। यस वर्ष करिब 5000 जना स्वयंसेवकहरू परिचालन गरिने भएको छ। पशुपति क्षेत्रमा मासु, मदिरा तथा कुनै पनि प्रकारको नशालु पदार्थ तथा गाजा भाङ लगायतको बिक्री वितरण, ओसार पसार, भण्डारण एवं प्रयोग गरे कारबाही गरिने कोषले जनाएको छ।